अब यदि हामी बुद्ध धर्ममा लाग्ने हो, बुद्ध धर्म गर्छु, बुद्ध धर्म भने चाहिँ म अनि काममा लिन्छु, अभ्यास गर्छु भने हो भनेदेखि हामीले पहिलो कुरा चाहिँ बिहान उठेर बेलुका सुत्नेसम्म चाहिँ बुद्ध धर्म कसो गर्ने भने त्यो चाहिँ अलिकति जानकार भयो भने धेरै फाइदा हुन्छ। अब मैले यो चाहिँ सुरु गर्छु है, अहिले यहाँ यो सुरु गर्छु। बिहान उठ्नु बेलामा हामीले अनि कसरी गर्नुपर्छ, त्यसको पछि के गर्नुपर्छ भनेको विषयमा मैले अहिले यहाँ चाहिँ भन्ने हो। अब यहाँ चाहिँ यो मनमा चाहिँ राख्नुहोस् है, छो योग भन्छ, छो योग अहिले हुनु चाहिँ छो भने चाहिँ छ नि 1 2 3 4 5 6 भनेर छो। योग भन्छ नि, योगा योग भन्छ नि, त्यो चाहिँ साधारणमा सजिलो भनेदेखि अभ्यास अभ्यास। त्यसो कारणले एक दिनको भित्र 6वटा अभ्यास गर्ने तरिका छ। त्यो चाहिँ हामीले थाहा भएर अनि गर्यो भने त्यसलाई चाहिँ के भन्छ, दैनिक अनि खर्चते हेरे हामीले दैनिक जीवनमा गरिने ध्यान साधना अथवा तपस्यालाई भनिन्छ। एक दिनमा गरिने ध्यान तपस्या, दैनिक जीवनमा गर्ने ध्यान अभ्यास भन्ने चाहिँ त्यसले भन्छ। त्यसो कारणले अब मैले त्यो चाहिँ सुरु गर्छु है। तपाईँहरू लेख्दै गऱ्यो भने राम्रो हो, केही न केही टिप्न सक्यो, नत्र राम्रो गरेर सोध्नुहोस्। अब पहिला चाहिँ के भन्छ भनेदेखि पहिला चाहिँ त्यो छो योगको छ, छो योग भन्छ नि, छो योगमा थङ्बुदेला खर्सा नेपाली खेरान्ची लब्दा हामीले दैनिक रूपमा दैनिक जीवनमा हामीले गर्नुपर्ने साधना छ योग छ। छ योगको यसरी उल्लेख गरेको छ दर्शनमा। पहिला चाहिँ प्रथम चाहिँ उठ्ने बेलाको योग साधना, प्रथम हामीले कसरी उठ्ने बेलाको योग साधना, उठ्ने बेलाको पनि योग साधना छ प्रथम। दोस्रो चाहिँ स्नान योग साधना भनेको चाहिँ हामीले नुहाउने बेलामा अथवा चाहिँ हातमुख अथवा नुहाउने बेलामा पनि योग साधना छ दोस्रो। तेस्रो चाहिँ साधना सत्र योग विधि भनेको पनि फेरि ध्यान तपस्या गर्ने बेलामा पनि समयहरू हुन्छ। कुन समय चाहिँ ध्यान तपस्या गर्ने भनेको समय पनि हुन्छ, त्यो हामीले बुझ्नुपर्छ तेस्रो चरणमा। चौथोमा चाहिँ सेगिने ज्वरो भनेर भोजन सेवनको योग साधना भन्ने। पाउँछोमा चाहिँ न्यालवे ज्वरो भनेर शयन योग सुत्ने बेलाको अनि अभ्यास भन्छ। अरू चाहिँ अन्य समय योग भन्छ। अब यो चाहिँ मैले अनि यहाँ प्रष्ट गरेर चाहिँ भन्छु है त, सबैले राम्रो गरेर सुन्नुहोस्। एउटा कुरा चाहिँ मैले यहाँ भन्न चाहन्छु है, यो नबिर्स्नु। मैले अघि नै भनिसकेको छ, अहिले हामीले प्रवचन गर्ने चाहिँ मैले पनि एकचोटि भन्ने, तपाईँहरू पनि एकचोटि सुन्ने, त्यहाँदेखि अब प्रवचन सिद्धियो भनेर अनि राख्ने त्यो होइन है। मैले अहिले जो भनेको चाहिँ शिक्षा र ज्ञान दिँदैछ त्योहरू सबै तपाईँहरूले जानकार गरेर नबोल्ने गरेर चाहिँ अनि आफ्नो घरमा त्यो चाहिँ प्रयोग गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, अनि पो त्यो चाहिँ विकास हुन्छ। त्यसो कारणले मैले यहाँ अनि के भन्छ क्लियरली सेपुसन लाग्छ प्रष्ट तरिकाले गुरुले बुझाउनुहुन्छ, त्यो हामीले ध्यान दिएर सुन्नुपर्छ। ल सो ल। अब पहिला चाहिँ यो भन्न चाहन्छु है, मैले दैनिक जीवनमा गर्नुपर्ने अभ्यास गर्ने 6वटा जो अभ्यास योग भन्ने छ नि, त्यो कति महत्त्वपूर्ण हो भनेर चाहिँ यो विषयमा पहिला भन्छु है। अब यो चाहिँ यस्तो हो, मैले के अरे सजिलोदेखि भन्यो भने एउटा रोगीले नेपा एउटा रोगीले त्यो पनि धेरै नराम्रो रोग भएर उहाँले चाहिँ अनि त्यो रोगी भएको उहाँले अनि के अरे दबाई खानुपर्ने हुन्छ। तर त्यो दबाई चाहिँ अनि के भन्छ उहाँले
दबाई चाहिँ खानु पर्यो। तर त्यो दबाई चाहिँ उहाँले अनि चेपाचोङमा पुण्य दिनमा यस्तो यस्तो समयमा खास खास गरेर त्यस्तो समयमा चाहिँ खायो। एक एक दिनमा उहाँले चाहिँ अनि त्यो दबाई नखायो भनेदेखि के हुन्छ है। अब उहाँको जो बिमार छ रोग छ त्यो चाहिँ अनि निको हुनु गाह्रो हो नि, त्यसको माथि छिटो निको हुनु धेरै गाह्रो हो नि। अब उहाँले चाहिँ डक्टरले भनेकै जस्तो उहाँले चाहिँ त्यो दबाई चाहिँ अनि खाने मात्र नभएर एक एक दिनको भित्र डक्टरले बिहान खाऊ भनेको दबाई चाहिँ बिहान खाने, दिउँसो खानु भनेको दिउँसो खाने, बेलुका खाऊ भने बेलुका खाने, त्यस्तो गरेर उहाँले ठ्याक्कै त्यो दबाईहरू खायो भने उहाँले कति फाइदा हुन्छ होइन। त्यही जस्तो धर्म भने चाहिँ एउटा दबाई जस्तो हो है। बुद्ध र गुरु भने चाहिँ एउटा डक्टर जस्तो हो। अब त्यहाँ उहाँहरूले दिनुभएको धर्मको दबाई चाहिँ अनि हामीले पाउँदाखेरि हामी एकमा चाहिँ हामी के हो भनेदेखि रोगी जस्तो हो। हाम्रो मनको भित्र रिसको रोग, रागको रोग, घमण्डी अनि त्यस्तो जस्तो पाप धेरै छ नि। त्यसो कारणले अब हामी भने एउटा रोगी जस्तो, त्यो पनि नराम्रो एउटा रोगी जस्तो भएको कारणले हामीले धर्मको त्यो के अरे दबाई चाहिँ खानुपर्ने मात्र नभएर एक एक दिनमा खानुपर्छ। त्यसो कारणले दैनिक जीवनमा हामीले धर्मलाई ध्यान आवेश गर्यो भनेदेखि त्यति फाइदा हुन्छ। कहिले कहिले के हुन्छ भने हामी मान्छेको भित्र गुरुहरूको भित्र भने फलाना फलाना समयमा म छाम बस्छु, अरूमा चाहिँ यस्तै जीवन चलाउँछु भन्ने बस्छ नि, त्यसले त्यति फाइदा हुँदैन। तर छाम बसेको त राम्रो हो, छाम बस्नु बेलामा त राम्रो हो, तर त्यति फाइदा हुँदैन। फेरि कोही कोहीहरू हामी जनताहरूले कोही कोही के भन्छ, ल आज छेपा चुरेछ, छेपा चोङ्गा रहेछ, घिसुङ्गा रहेछ, त्यसो कारणले त्यसमा चाहिँ सब्दैन गरौँ, त्यसमा चाहिँ अलिकति मानेहरू जापौँ, अरूको दिनमा चाहिँ नगर्ने भनेर चाहिँ बस्छ नि। हो त्यस्तो हुँदैन कि, त्यसो गरेदेखि यति फाइदा हुँदैन। धर्म भन्ने चाहिँ मैले अघि भनेको जस्तो आफ्नो जीवनमा एक एक दिनको भित्र धर्म गरेर गयो भनेदेखि त्यसले धेरै फाइदा हुन्छ, धेरै 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 फाइदा हुन्छ। त्यसो कारणले दैनिक जीवनमा गर्ने अनि योग अनि हामीले थाहा हुनुपर्छ भन्ने कारण त्यो हो। यो मैले भनेको मात्र होइन, मैले पनि यही अभ्यास चाहिँ 25-27 वर्ष गरिसकेँ। त्यो गरेर कति फाइदा भएको मेरो आफ्नो एउटा एक्सपिरियन्स, आफ्नो अनुभव महसुस मलाई चाहिँ छ। यो मैले गरेको मात्र होइन कि मैले यही धर्म मेरो चेला इन्डियामा भएको धेरै छ। खास गरेर म ध्यान गर्छु, ध्यान अभ्यास गर्छु, गुरुले मलाई मार्ग देखाउनुहोस् भनेर चाहिँ यस्तो चेला राम्रोहरू धेरै नै छ होइन। उहाँहरूले मैले यो ध्यान अभ्यास सिकेर उहाँहरूले त्यो गरेको कारणले कति परिवर्तन भएको छ। अब यो कुराहरू चाहिँ मैले भनेको कुरा मात्र होइन, मैले त्यो सबै रेकर्ड गरेर राखेको छ, भोइस रेकर्डिङ भन्नेमा अनि सबै त्यहाँ राखेको छ। उनीहरूले भनेको त्यो परिवर्तन भएको मान्छेहरूको फोटो पनि राखेको छ। त्यसो कारणले धेरै फाइदा छ। अब त्यहाँ इन्डियामा मात्र होइन, काठमाडौँमा पुगेर हाम्रो त्यहाँ बुद्ध धर्म परिचय समाज भन्ने त्यसमा आमा गुरु एउटा छ। उनीहरूको छोक्पाकै नाम के हो भनेदेखि रिमे न्याम्लेन छोक्पा भन्छ। न्याम्लेन भने चाहिँ अभ्यास, ध्यान अभ्यासको छोक्पा के अरे समाज भनौँ कि संस्था भनेर चाहिँ उनीहरू गुरुको नामै ध्यान अभ्यासको ग्रुप भनेर नाम राखेको छ। त्यसको भित्र आमाहरू बाहरूदेखि लिएर सुम्जु सोङ्गी सोप्सिएको छ। 31, 32, 33, 34 त्यस्तो छ। उनीहरू चाहिँ मैले जो सिकाएको धर्महरू चाहिँ उनीहरू चाहिँ दैनिक जीवनमा गर्दैछ। धेरै परिवर्तन भएको छ। आमाहरू चाहिँ धेरै परिवर्तन, मुन्डोहरू सबै गरिसकेको छ उनीहरू होइन। अब अहिले उहाँहरू तन्त्रको ध्यान अभ्यास गर्दैछ, त्यहाँ त्यस्तोमा पुगेको छ। त्यसो कारणले
उहाँहरू आफैले पनि भन्छ यो गरेर धेरै फाइदा भयो भनेर। त्यसो कारणले मैले यहाँ चाहिँ तपाईँहरूले मैले यो चाहिँ अहिले चाहिँ सिकाउँछु। ध्यान राम्रो गरेर ध्यान दिएर सुन्नु। अनि तपाईँहरूले भोलिदेखि नि अब भोलि आज बेलुकादेखि नि अनि सुन्ने बेलादेखि नि त्यो अभ्यास गर्नु सक्यो भने 1 वर्षको पछि म यहाँ आउँदाखेरि तपाईँहरूले यो ध्यान अभ्यास गरेछ त्यो मान्छेले मलाई त्यो भन्नु सक्छ मैले यसो गरेर फाइदा भयो भनेर चाहिँ तुरुन्त उहाँले भन्छ। अब नगऱ्यो भनेदेखि त थाहै हुँदैन कति फाइदा छ भनेर। गऱ्यो भने सत्य नै फाइदा हुन्छ त्यस्तो हो होइन। त्यसो कारणले मैले यहाँ चाहिँ अब यो अलिकति भन्नु भन्दा अब यहाँ सुन्नुहोस् है। यो दैनिक जीवनमा गर्ने योग भनौँ अभ्यास भनौँ त्यसमा चाहिँ 6वटा छ। त्यो 6वटामा पहिला चाहिँ के हो भनेदेखि उठ्ने बेलाको योग साधना भन्छ। अब जोस् उठ्ने बेलामा गर्ने अभ्यास है। मैले सजिलो भनेदेखि बिहान उठ्ने बेलामा गर्ने अभ्यास त्यो। अब यहाँ सुन्नुहोस् है। हामी बौद्धहरूले बेलुका चाहिँ छिटो सुत्नुपर्छ। अब यहाँ गाउँतिर त भन्नु नपर्ने रहेछ छिटो सुत्छ है 8 बजीतिर 9 बजीतिर राम्रै हो। अब काठमाडौँतिर त भन्नुपर्ने हो। बेलुका त्यो सुत्ने बेलामा पनि नसुतेर त्यो मोबाइल फोनदेखि लिएर त्यो खेलेर त्यहाँ हेरेर त्यो फिल्म हेरेर टिभी हेरेर त्यो 12 बजे 1 बजेसम्म चाहिँ बसेर छ नि है। त्यो चाहिँ होइन, यस्तो गर्नु हुँदैन। बुद्ध स्वयंले भनेको छ बुद्धको चेलाहरूले छिटो सुत्नु छिटो उठ्नुपर्छ भनेर चाहिँ भनेको छ। त्यसो कारणले छिटो सुत्नुपर्छ बेलुका 9 बजे 10 बजे त्यसको अगाडि चाहिँ सुत्ने। त्यहाँदेखि 6 घन्टा 7 घन्टा चाहिँ सुत्ने अनि बिहान उठ्ने। अब बौद्धहरूले भयो भने बिहान 4 बजे उठ्ने। अब त्यो समय अनुसार हुन्छ। यार्का त गुङ्गा यार्कल गर्छ बर्खा गुङ्गा गर्छ हिउँदोमा चाहिँ 5 बजेतिर उठ्यो भने हुन्छ। बर्खामा चाहिँ 4 बजेतिर उठ्यो राम्रो है। त्यस्तो गरेर चाहिँ बिहान चाहिँ छिटो उठ्ने ल। अब उठ्नु बेलामा अब बेलुका सुत्छ होइन। बिहान उठ्नु बेलामा चाहिँ अनि हुनु त हाम्रो यो गरीको अलार्म भन्छ नि, अलार्म नखर्छ गरीको त्यो कराउने त्यसो बनाएर राख्छ नि। बिहान 4 बजे यसो हुनु चाहिँ कराउने त्यहाँदेखि कराउँछ होइन। अब निन्द्रा यसो त्यो हुन्छ नि। तर त्यो बेलामा मनमा के रहनुपर्छ भनेदेखि बुद्धहरूले इष्टदेवहरूले बुद्धिसत्वहरू उहाँहरूले चाहिँ अनि त्यो डमरू र घन्टीहरू यसो बजाएर अनि आफैलाई अब नसुत्नु उठ्नुहोस् धर्म गर्नुहोस् भनेर यसरी भन्यो भनेर चाहिँ सम्झिनुपर्छ उहाँहरूले। अब तिमी सुतेर नबस उठेर चाहिँ धर्म गर्नु भनेर यसरी भन्यो भनेर सम्झेर चाहिँ अनि बिहान चाहिँ अनि उठ्ने भनेको छ। यो चाहिँ एउटा कुरा। अब बिहान तुरुन्त उठेर तुरुन्त जानु हुँदैन है। उठेर चाहिँ आफ्नो ओछ्यानको माथि खुट्टा यसोरी अहिले बसेको जस्तो गरेर खुट्टा यसोरी गरेर बसेर हात यसोरी गरेर चाहिँ अलिकति सम्झिनुपर्छ है। मलाई मानव जीवन मान्छेको जीवन यस्तो राम्रो एउटा पाएको छ। हुनु त बाधाहरू धेरै आउने हो, कहिले मर्छ थाहा नहुने हो। हिजो पनि मर्नु सक्छ, तर हिजो बेलुका नमरेर बिहान मैले उठ्नु सक्योमा त्यो धेरै खुसी लाग्यो भनेर चाहिँ त्यो सम्झिनुपर्छ। अब मैले आजको दिनदेखि लिएर मैले यो मानव अनि मानवको जीवन पाएको, मान्छेको जीवन यस्तो राम्रो पाएको छ। मैले खेरो नगर्ने, मैले धर्ममा लाग्छु, मैले धर्म गर्नुपर्छ भनेर चाहिँ यसरी सम्झिनुपर्छ भन्छ बिहान उठेर है। हो त्यस्तो गरेर अनि सम्झेर चाहिँ अब मैले धर्म गर्नुपर्छ, म चाहिँ अनि बौद्ध हो, त्यसो कारणले म बुद्धको चेला हो, त्यसो कारणले मैले अहिले
अनि अगाडि बुद्ध सम्झेर चाहिँ मैले बुद्ध शाक्यमुनिलाई अनि ढोक्छु शरण गमन गर्छु भनेर अनि मनमा यसोरी गरेर नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि सङ्घं शरणं गच्छामि भनेर तीनचोटि ढोक्ने अनि त्यसको पछि नमो गुरुवे नमो बुद्धाय नमो धर्मय नमो सङ्घाय भन्ने अनि त्यसको पछि चाहिँ अनि खाङ्गे तुजिङे सुने तवाथम जे पाउँबेर थाम्बे छुने त्यो गदम देला छाछेलो गुनख्युगी कुता दागिलो गुनख्युगी सुन्दा दागिङा गुनख्युगी तुता दागी थैमे चितु क्युवर शो भनेर यसरी पूजा पाठ गर्नु सक्यो भने गर्ने यदि पूजा पाठ यसरी सक्दैन भनेदेखि के हुँदैन शब्द मुखबाट भन्ने चाहिँ ठुलो होइन मनबाट सोच्ने चाहिँ ठुलो हो त्यसो कारणले मनबाट कसरी सोच्ने भनेदेखि अब त्यो त भन्नु सक्छ नि बुद्धम शरण गच्छामि त भन्नु सक्छ नि त्यो चाहिँ भन्ने त्यसको पछि चाहिँ हामी तामाङहरूले साङ्गे छोदो सोगु छोनमलाई भन्छ नि त्यो भन्यो भने हुन्छ साङ्गे छोदो सोगु छोनमलाई छान्चु पादो ताने के सोचे ताकि जिसु के डला पेन्ज साङ्गे डोर सो भनेर त्यो भनेर अनि त्यसको पछि चाहिँ म बुद्धको चेला हो त्यसो कारणले मैले बुद्धलाई उदाहरणमा राख्नुपर्छ भनेर थाहा भयो त्यसो कारणले बुद्धको शरीर बुद्धको वचन बुद्धको मनले चित्तले सर्व प्राणीहरूलाई फाइदा छ त्यही दोस्तो मेरो शरीर वचन चित्त मन पनि बुद्धकै शरीर वचन चित्त दोस्तो होस् भनेर चाहिँ अनि प्रार्थना गर्नुपर्छ त्यसले धेरै फरक छ होइन हामीले भन्छ नि बच्चाहरूले हामीले सल्लाह दिँदाखेरि के भन्छ नराम्रो मान्छेसँग नगयो है तिमी नराम्रो हुन्छ नराम्रो मान्छेलाई चाहिँ उदाहरण नलिऊ है तिमी नराम्रो हुन्छ राम्रो मान्छे राम्रो बच्चासँग जाऊ अनि राम्रो उदाहरण गर्छ लियो भने तिमी राम्रो हुन्छ भन्छ नि त्यही जस्तो हो यो मलाई अनुभव भएको छ कि जहिले पनि म बुद्ध दोस्रो गर्छु भनेदेखि बुद्ध दोस्तो तुरुन्त 101 के अरे प्रतिशत रहे त्यहाँ चाहिँ क्या 100% बुद्ध दोस्तो त हुनु सक्दैन तर उहाँको दोस्तो अलिअलि हामीले गर्नु सक्दैन रहेछ नि अब हामीले त्यो बुद्धले उदाहरण नलिएर नराम्रो एउटा मान्छेले म त्यही दोस्तो गर्छु भने आफै पनि त्यही दोस्तो हुने हो त्यसो कारणले बौद्धहरूले चाहिँ बुद्धले उदाहरण लिएर म बुद्ध दोस्तो हुनु गर्छु भन्ने त्यस्तो प्रार्थना गर्ने र सोच्ने चाहिँ धेरै ठुलो रहेछ धेरै फाइदा हुन्छ हो त्यो ठिक छ अब त्यसको पछि अनि त्यो प्रार्थना गरिसकेको पछि हामी अनि उठेर जान्छ होइन दिशा पेसाको लागि जान्छ नि त्यो बेलामा चाहिँ उठेर चाहिँ तुरुन्त जानु हुँदैन किनभनेदेखि हाम्रो के अरे खुट्टाको मुनि धेरै किराहरू मर्छ होइन खास गरेर म अस्ति हेरेँ नि त्यहाँ दोरम्बा र यहाँ भनेदेखि यहाँ धेरै तातो छ नि जति तातो भएको अनि के अरे ठाउँमा चाहिँ किरा पनि धेरै हुन्छ कि हो त्यसमा हाम्रो खुट्टाको मुनि किराहरू धेरै मर्नु सक्छ हातको मुनि पनि धेरै किराहरू मर्नु सक्छ त्यसो कारणले अनि बुद्धले कङ्गुरको भित्र के भनेको छ कङ्थिलको नाक गरा भनेको छ कङ्थिलको नाक भने चाहिँ खुट्टालाई अनि त्यो मन्त्र गर्ने त्यो मन्त्र गर्नुपर्छ भनेको छ त्यो गर्यो भने के हुन्छ खुट्टाको मुनि हातको मुनि अनि किराहरू मर्यो भने त्यो मन्त्रको शक्तिले अनि एउटा जीवन खर्च तिमीले सुख खर्च सुगति लोकमा अनि जन्म हुन्छ भनेर चाहिँ भनेको छ त्यसो कारणले हामीले त्यो चाहिँ गर्नुपर्छ अब तपाईँहरू सबैले भन्नुहोस् ल राम्रो गरेर सुनेर हात यसोरी गरेर चाहिँ मैले पहिला भन्छु तपाईँहरू दोहोऱ्याएर भन्नुहोस् ल ओम भन्नुहोस् त ओम ओम खारे खारे तारा गना होङ श्री स्वाहा यो ओम खारे तारा गना होङ ह्री स्वाहा ओम खारे तारा गना होङ ह्री स्वाहा भनेर
3 चुरी 7 चुरी चाहिँ त्यो जाप्ने, त्यो जापिसकेर चाहिँ अनि आफ्नो खुट्टामा यसरी थुथुथुई गर्ने, खुट्टा दुईमा हातमा पनि थुथुथुई गरेर अनि प्रार्थना गर्नुपर्छ। मलाई त शक्ति छैन, तर पनि अहिले जो मैले मन्त्र जापेको छ त्यो मन्त्रको शक्तिले अनि मेरो खुट्टा र अनि हातको मुनि जति मरेको किराहरू छ त्योहरू सबै अनि स्वर्गीय लोकमा अनि जन्म लिनु सकोस् भनेर प्रार्थना गर्नुपर्छ। थाहा भयो? हो, त्यस्तो गर्यो भनेदेखि त्यही दिनको भित्र जति खुट्टाको मुनि त्यो मऱ्यो भने आफूले पाप पनि लाग्दैन। हो, त्यस्तो हुन्छ, त्यो चाहिँ गर्ने है। ल, अब यहाँसम्म चाहिँ त्यो गर्ने। अब त्यसको पछि हामी दिशा पिसा गर्नु जान्छ होइन। अब दिशा पिसा गर्ने भनेमा चाहिँ तपाईँहरूले राम्रो गरेर सम्झिनु त, हामीले जो दिशा पिसाहरू गर्छ त्योहरू धर्ममा लागेको छैन। कहिले कहिले त्यसले अधर्म पनि हुनसक्छ होइन है। तर बुद्धको अनि के अरे शास्त्रमा होइन, बुद्धको ग्रन्थमा अनि त्यो के अरे बुद्धको दर्शनमा के भनेको छ भनेदेखि एउटा कुरा चाहिँ यो कार्य पाप हो, यो कार्य अनि धर्म हो भने चाहिँ कहाँ भर पर्छ भनेदेखि मनको सोचलाई भर पर्छ भनेको छ। यहाँ सुन्नुहोस् है, बुद्धले स्वयंले के भनेको छ, छेनम हिके रङसिते हिने चोसिङोला डो भनेको छ। मनको सोचद्वारा तपाईँले गरेको कार्य चाहिँ धर्म र अधर्म हुन्छ भनेको छ है। त्यसो कारणले यहाँ सुन्नुहोस् त, दिशा पिसा गरेको चाहिँ एउटा कार्य हो। त्यो पनि यदि हामीले मनको सोच राम्रो भयो भनेदेखि त्यो सोचद्वारा दिशा पिसा गरेको कार्य पनि धर्ममा लाग्न सक्छ, कुशल कर्ममा लाग्न सक्छ। त्यो भनेको छ त्यो पेछामा शास्त्रमा है। त्यसो कारणले अब यहाँ चाहिँ के छ भनेदेखि यहाँ हेर्नुहोस् त, मेरो हातमा के छ, फोल्डिङ पेन छ नि। मैले मनमा राम्रो मन नराम्रो केही नसोचेर त्यसरी मैले उहाँले फोन चाहिँ के अरे यो फोल्डिङ दियो भने त्यो धर्म हो होइन, अधर्म हो होइन, बिचमा हो। अब मैले चाहिँ यो चाहिँ उसले दिने, दानमा दिने, तर मैले फुर्ती देखाएर मलाई त पेन कति छ कति छ, ल तिमी यो लिएर जाऊ भनेर मैले दिएँ भने यो के हो, दान हो तर पाप, घमण्डले दियो नि है। अब मैले चाहिँ बिचारा ऊ पढ्नु पर्यो, उसलाई पेन छैन, ओ पेन दियो भने उसले कति राम्रो पढ्न सक्छ, उसले राम्रो हुन्छ भनेर माया द्वारा मैले पेन उहाँले दियो भने त्यो दान चाहिँ के हो, धर्म हो। त्यो एउटै कराई हो नि, दिएको चाहिँ एउटै कराई, तर सोचको द्वारा के भयो, एउटा धर्म भयो, एउटा चाहिँ अधर्म भयो, एउटा चाहिँ बिचको भयो, हो कि होइन। त्यही जस्तो दिशा पिसा गर्नु बेलामा पनि आफूले केही नसोचेर चाहिँ दिशा पिसा गर्यो भनेदेखि धर्म होइन, अधर्म होइन, के अरे पाप पनि होइन है। फेरि आफूले चाहिँ त्यो मान्छेहरूले गनायो भने गनाओस्, के छ र, मैले यहाँ दिशा पिसा गरिदिन्छु भनेर त्यस्तो सोचले गर्यो भने पाप हो है। होला, अब यहाँ सोध्नुहोस्, ओहो मैले दिशा पिसा त गर्नु पर्यो, तर त्यो हाम्रो यो भित्र त्यो किरादेखि लिएर हामीले नदेखेको जनावरदेखि धेरै छ। उनीहरूले चाहिँ कोही किराहरूलाई चाहिँ हाम्रो दिशा पिसा खानुपर्ने किराहरू पनि छ। त्योहरूले चाहिँ माया र दया राखेर म दानमा दिन्छु भनेर एउटा सोच राम्रोले दिशा पिसा गर्यो भने त्यो राम्रो सोच भएको कारणले त्यो दिशा पिसा चाहिँ कहाँ गयो, धर्ममा गयो। त्यसो कारणले दिशा पिसा गर्नेको कार्य पनि धर्ममा लाग्नु सक्छ भनेको कारण चाहिँ त्यो हो। त्यसो कारणले दिशा पिसा हामी बौद्धहरूले दिशा पिसा गरेको कार्य चाहिँ धर्ममा लाग्नुको लागि दिशा पिसा गर्नु जानु बेलामा मनमा किरादेखि लिएर त्योहरू सबैको मनमा राखेर
심제 탐제 대화다 대외교다 대머교지 심제 탐제 동알다 동알교다 ठेवर교지 भनेर माया दयाहरू सम्झेर जानुपर्छ दिशा त्यहाँ टोयलेटमा जानु बेलामा अब टोयलेटमा दिशा पिसाब गर्नु बेलामा पनि आफ्नो मनलाई आफूले हेरेर ओहो अब यो किरादेखि लिएर उनीहरू सबै लाई मैले यो दिशा पिसा चाहिँ दानको रूपमा चाहिँ दिँदैछु उहाँहरूले पनि त्यसलाई अनि त्यो प्रयोग गरेर सुख होस् दुःख नहोस् भनेर चाहिँ त्यस्तो चाहिँ गर्ने त्यसको माथि अब आफूले जान्यो भनेदेखि मन्त्रहरू पनि गर्न सक्छ अब पिसाबलाई हामीले के भन्छ पिसाबलाई हामीले के गर्छ होइन होइन नेपालीमा हामीले के एउटा भन्छ नि के हो यो या मूत्र भन्छ नि मूत्र भन्छ नि मुत मुत भन्छ नि बच्चालाई ल तिमी मुत मुत भन्छ नि त्यस्तो गरेर चाहिँ ओ पिसाब यस्तो ध्यानमा दिँदाखेरि ओम आ मूत्र आहारे बे सोहा भनेर मन्त्र गर्नु सक्छ त्यो दिशा गर्नु बेलामा ओम आ वीटा आहारे बे सोहा गर्नुपर्छ सिङ्गन यसो फ्याल्दी बेलामा चाहिँ ओम सिङ्गन आहारे बे सोहा भनेर चाहिँ मन्त्र गर्ने त्यस्तोहरू गऱ्यो भने जो गरेको त्योहरू चाहिँ पनि फाल्तुमा जान्दैन धर्ममा लाग्छ यस्तो छ हाम्रो यो बौद्ध धर्ममा त्यो मनको द्वारा अनि ट्रान्सफर भन्छ नि ट्रान्सफर धेरै हुन्छ कि त्यो यस्तो हेर्दाखेरि धर्म होइन भन्ने त्यो चिजहरू पनि मनको द्वारा धर्म बनाउन सक्छ त्यस्तो छ हो त्यसो कारणले त्यो कुरा चाहिँ थाहा हुनुपर्छ है त्यसमा एउटा कुरा चाहिँ भन्छु नि शास्त्रमा यस्तो लेखेको छ साम्बा सान सत लाम्या सङ साम्बा न्यान सत लाम्या न्ये थम्जे साम्बा थाला राख्ले पे भनेको छ यो कस्तो राम्रो छ है मन शुद्ध राम्रो भएदेखि त्यो कराई शुद्ध राम्रो हुन्छ अरे साम्बा सान सत लाम्या सङ साम्बा न्यान सत लाम्या न्ये भनेको छ है मन अशुद्ध नराम्रो भएदेखि त्यो द्वारा गरेको करायो भने अशुद्ध नराम्रो पाप हुन्छ अरे थम्जे सम्बा थाला राग्ले पे भनेर जो कार्यहरू छ सर्व कार्यहरू सबै धर्म र अधर्म कहाँ जान्छ त्यो चाहिँ मनलाई भर पर्छ भनेको छ थम्जे सम्बा थाला राग्ले पे भनेर हो त्यो चाहिँ धेरै ठुलो कुरा हो ल यहाँ मैले तपाईँहरूले एउटा जोक जस्तो गरेर एउटा भन्छु है यहाँ के छ रहेछ बुद्धको मूर्ति छ है मेरो हातमा के छ बुद्धको मूर्ति छ नि है अब यही मूर्तिलाई बुद्धको मूर्ति हो भने नि मैले यहाँदेखि त्यो खर्च हाङ्गोल खर्च जुत्ता यसरी बुद्धको माथि मूर्तिको माथि राख्यो भने पाप हो अनि धर्म हो तपाईँहरू के भन्छ त्यो भन्नु सक्दैन मनमा भर पर्छ त्यो पनि पहिला के अरे हिस्टोरीलाई गर्छ इतिहासमा यस्तो भएको थियो पानी यस्तो परेको बेलामा त्यहाँ के अरे बुद्धको एउटा मूर्ति एउटा बाहिर थियो है अनि एउटा मान्छे चाहिँ यसरी गएको थियो बाटोमा यसरी गएको थियो त्यहाँ मूर्ति छ फेरि पानी चाहिँ पर्यो पानी चाहिँ परिरहेको थियो होइन परिरहेको थियो त्यो बेलामा होइन अब त्यो बेलामा चाहिँ अनि उहाँले चाहिँ ए अब बुद्धको मूर्ति त्यहाँ रहेछ पानी पनि पर्यो रहेछ भनेर चाहिँ उहाँले चाहिँ थाहा भयो उहाँले थाहा भएर चाहिँ अब के गरौँ यो पानीले चाहिँ अनि पानी परेर यो बुद्धको मूर्ति चाहिँ धेरै नोक्सान हुने रहेछ त्यो बचाउनु लागि के गर्नुपर्छ कि भनेर चाहिँ उहाँले बुद्धलाई आस्था राखेर बुद्धको मूर्ति चाहिँ अनि त्यो नहुनुको लागि के भन्छ नष्ट नहुनुको लागि उहाँले केही उपाय नमिलेर चाहिँ जुत्ता खोलेर चाहिँ उहाँले जुत्ता चाहिँ त्यहाँ राख्यो रहेछ है पानी नभिजोस् भनेर चाहिँ त्यो बुद्धको मूर्तिको माथि राख्यो पछि फेरि एउटा मान्छे आएर चाहिँ यसो यहाँ त जुत्ता रहेछ पहिला त यहाँ मूर्ति थियो के हो भन्दा अनि त्यहाँ चाहिँ जुत्ताले छोपेको चाहिँ थाहा भयो
यसरी हो त त्यहाँ चाहिँ बुद्ध यस्तो मान्छे कहाँ हुन्छ जुत्तै त्यसको माथि राखेर भनेर चाहिँ राख्नु हुँदैन भनेर चाहिँ उहाँले चाहिँ फाल्दे रहेछ है, जुत्ता फाल्दे रहेछ। अब पछि एउटा गुरुलाई सोध्यो रहेछ है, अर्को एउटा थियो, तिनवटा त्यस्तो कराए तिनवटा छ, त्योहरू चाहिँ कुन पाप हो कुन धर्म हो भन्यो। अनि गुरुले अब यो धर्म र पाप भने चाहिँ मनलाई भर पर्छ, त्यो जुत्ताले यसो माथि राखिएको त्यो पनि बुद्धको मूर्तिलाई राम्रो सम्झेर राम्रो होस् भनेको सोचले राखिएको हो, त्यो पनि धर्म हो भन्यो। फेरि अर्को मान्छेले पनि यस्तो राख्यो भने कहाँ हुन्छ, रेस्पेक्ट छैन, आदर सम्मान छैन रहेछ भनेर ख्याल दियो रहेछ, त्यो पनि बुद्धलाई सम्झेर हो, त्यो पनि धर्म हो भनेको छ होइन। त्यसो कारणले यो मनलाई धेरै फरक पर्छ, मनलाई फरक धेरै पर्छ, त्यस्तो हो। अब हामी अहिले माने जाप्छ कि जाप्दैन, जाप्छ होइन, ओ माने पेमे हुँ ओ माने पेमे हुँ भनेर चाहिँ जाप्छ नि, यो धर्म हो कि अनि पाप हो भनेदेखि भन्नु सक्दैन हजुर होइन, मान्य जाप भन्छ नि। यहाँ सोध्नुहोस् है, अब यहाँ हेर्नुहोस् है, यहाँ ओहो फापा चेरेसी भने चाहिँ अनि करुणाको देवा हो, उहाँको मन्दिर चाहिँ धेरै ठुलो हो, मैले यो मन्दिर जाप्यो भने धेरै मान्छेलाई फाइदा हुन्छ, आफूले पनि पुण्य कमाउँछ भनेर एउटा राम्रो श्रद्धादेखि त्यसको माथि अनि शरण गमन बुद्धिचितद्वारा ओ माने पेमा हुँ गऱ्यो भने माने जापेको त्यो चाहिँ के हुन्छ, धर्म हुन्छ है। अब कोही मान्छेले चाहिँ फेरि ल मैले अब पैसा पनि बनाउनु पर्यो, नाम पनि बनाउनु पर्यो है, मान्छेहरू सबैले पनि मलाई राम्रो छ भनेर चाहिँ भन्नु पर्यो, त्यसको लागि भनेर अनि एउटा नराम्रो सोचले आफूले पैसा पाउने त्यस्तो नराम्रो सोचले, रागको सोच हुन्छ नि, कोही कोहीहरूले मैले यसरी राम्रो गरेर बसेदेखि त मान्छेहरूले कस्तो राम्रो छ भनेर पैसा चढाउँछ भनेर यसो बस्नु सक्छ नि, हो यसरी गरेर चाहिँ माने जापेको भने त्यो मन नराम्रो भएकोद्वारा त्यो धर्म होइन है, देखाइपट्टि खर्च देखावटी हो, त्यो देखावटी हो होइन। अब कोही मान्छेले यो ओमाने पेमो भने चाहिँ राम्रो हो कि नराम्रो केही थाहा छैन है, उसले ओमाने पेमो भन्यो म पनि भन्छु भनेर ओमाने पेमो भन्यो भने त्यो धर्म पनि होइन अधर्म पनि होइन, केही होइन है, बिचमा हो। अगुन नेन्चो छ नि, अगुन नेन्चो घर छ, अगुन नेन्चो कबुतर होइन, प्यारोट छ नि, प्यारोटले के भन्छ नेपालीमा, प्यारोट सुगा छ नि, सुगा हो, त्यहाँ सुगा त्यहाँ गयो भने हामीले भन्दा उसले भन्छ, हामीले ओमाने पेमो भन्छ उसले पनि ओमाने पेमो भन्छ तर सुगरले ओमाने पेमो भनेको चाहिँ धर्म होइन नि होइन। त्यसो कारणले यहाँ हामीले थाहा हुनुपर्ने धर्ममा लाग्ने नलाग्ने भने चाहिँ मनलाई धेरै फरक पर्छ। त्यसो कारणले बुद्धले जहिले भने तिमी आफ्नो मनलाई हेर, मन शुद्ध छ कि छैन हेर भने धेरै भनेको छ, त्यो सत्य ठुलो कुरा हो होइन। त्यसो कारणले यो कुरा चाहिँ एउटा। अब यहाँ चाहिँ के भयो, मैले अघि के भन्यो, दिशा पिसाको कार्य त्यो भने मनको सोचद्वारा धर्ममा लाग्नु सक्छ। मैले यो उदाहरणहरू दिएको, यहाँसम्म सक्यो। अब यहाँसम्म चाहिँ के सक्यो भने, यहाँसम्म चाहिँ के सक्यो भने अनि बिहान उठ्ने बेलामा गर्ने धर्म भने चाहिँ सक्यो, थाहा भयो यहाँ। अब त्यसको पछि ठुगी नेन्जोर भने चाहिँ स्नान योगको साधना भन्छ। अब सजिलो भनेदेखि मुख धुने बेलामा जिउ धुने बेलामा गर्ने अभ्यास भनेको अभ्यास ल त्यो हो। अब यहाँ हेर्नुहोस्, हामीले मुख धुन्छ जिउ धुन्छ, तर त्योहरू सबै हामीले जो गर्छ त्योहरू चाहिँ धर्म होइन, तर हामीले त्योहरू पनि धर्ममा अनि लिनु सक्छ, धर्ममा लाग्नु सक्छ। त्यो कसरी हो भनेदेखि यो मुख र जिउ धुँदाखेरि चाहिँ अनि हामीले वाङ लिएको जस्तो गर्नु सक्नुपर्छ। हामी वाङ लिनु जान्छ नि अभिषेक भनेर वाङ, त्यो बेलामा गुरुहरूले आफूलाई
बुम्बाको पानी दिएर हामीले पानी यसरी खान्छ नि है हो त्यो 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 बेलामा जो गर्छ त्यो जस्तो गर्ने हो। अब त्यो चाहिँ कसो हो भने आफ्नो अगाडि त्यो बिहान उठेर दिसा पिसाहरू गरिसकेर त्यो मुख धुँदाखेरि मुख धुने ठाउँमा चाहिँ जाने। त्यो गएर चाहिँ तुरुन्त मुख धुनु हुँदैन। यसरी बसेर आफ्नो अगाडि स्वभाव आफ्नो गुरु अनि रूप चाहिँ इष्टदेव। अब हामी यहाँ कोहीकोहरूले अनि बुद्धले मान्छ होला धेरै, कोहीकोहरूले चाहिँ खास गरेर चेरेसे लाई त्यो मान्छ होला, कोहीकोहरू खास गरेर जुजुन ढोल्मालाई मान्छ होला, कोहीकोहरू फेरि गुरु रुमुचेलाई मान्छ होला, धेरै हुन्छ नि। जो आफूले मूल मान्छ त्यही आफ्नो अगाडि सत्य नै छ भनेर सम्झिने। त्यो सम्झिसकेको पछि उहाँको अनि हातमा एउटा क्लेश भन्छ नि, कलाइस भन्छ नि, पुम्बा 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 भन्छ नि, हो त्यो पुम्बा चाहिँ छ भनेर सम्झिने। त्यो पुम्बाको भित्र चाहिँ अनि हुनु अमृत छ भनेर सम्झिने। द्विजी भन्छ, द्विजी है, अमृत छ भनेर सम्झिने। अब हुनु त ट्याङ्की छ, ट्याङ्कीको भित्र पानी छ होइन, अनि काला छ, तर हामीले आफ्नो त्यस्तो सोच्नुपर्छ। त्यो सोचेर काला यसरी खोल्नु बेलामा चाहिँ धारा भन्छ नि, खोल्नु बेलामा त्यो क्लाइसको भित्रदेखि अनि अमृत आयो भनेर सम्झिने। पहिला चाहिँ त्यो पानी चढाउने यसरी 3 चोटि, त्यसको पछि चाहिँ हातले यसरी गरेर धुने। त्यो बेलामा अनि मन्त्र ओम आहुं ओम आहुं ओम आहुं भनेर चाहिँ धुनुपर्छ भन्छ। ओम भन्नेले के चिनाउँछ भने बुद्धको काया, आ भन्नेले चाहिँ बुद्धको वका वचन, हुङ भन्ने चाहिँ बुद्धको अनि चित्त है, त्यो चिनाउँछ। त्यसो कारणले ओमा हुङ भनेर चाहिँ यसरी मुख धुँदाखेरि के सम्झिनुपर्छ भनेदेखि बुद्धको काया वका चित्तको आशीर्वादद्वारा मेरो जीव वचन मनको पाप दोष पापहरू सबै अनि हटायो, सबै अनि शुद्ध भयो भनेर चाहिँ अनि सम्झेर मुख धुने। जिउ धुने बेला भने त्यस्तै धुयो भने जति तपाईँले मुख धुएको जिउ धुएको कार्य छ सबै धर्ममा लाग्यो। यो थाहा भयो होइन होला यहाँसम्म। अब त्यसको पछि तेस्रो, अब तेस्रो चाहिँ के हो, एउटा चाहिँ बिर्सिछ है। अब बिहान उठेर दिसा पिसा जानेको अगाडि पहिला त यो अन्धारो छ नि, अब त्यो बत्ती बाल्नु पर्यो होइन। त्यो बत्ती बाल्ने त्यो पनि त्यो सिक्नुपर्छ है। तुरुन्त बत्ती बाल्नु हुँदैन। त्यो तुरुन्त बत्ती बाल्यो भने के हुन्छ, धर्मै होइन। जति बत्ती तपाईँले पैसा तिर्नुपर्छ त्यो सबै खाएर हो, पैसा तिर्नु पर्यो नि। अब त्यो धर्ममा लाग्नु दिनुपर्छ। त्यो कसरी गर्ने भनेदेखि त्यो बत्तीको ठाउँमा गएर बसेर बुद्ध धर्म रत्न सबै इष्टदेव सबै छ भनेर सम्झिने। त्यसको पछि मैले यो बत्ती बालाएको चाहिँ क्षमेको रूपमा चढाउँदैछु भनेर सम्झिने। त्यो सम्झेर चाहिँ बत्ती बाल्यो भने जति बत्ती बालेको त्योहरू सबै क्षमे बालेको होला। अहिले त्योहरू सबै क्षमे बालेर तपाईँको पैसाहरू सबै अनि खाएर पनि गएको छैन, क्षमेमा गएको हो। त्यस्तो गरेर गऱ्यो भने राम्रो हुन्छ हो यो। अनि अब त्योहरू चाहिँ सिद्धियो। अब तेस्रोमा चाहिँ थुइङ्गी नेजोरो भन्छ। साधारण के अरे साधारण थुइङ्गी नेजोर, सदन 17 योग विधि भन्छ। अब हुनु चाहिँ के अरे थुन भने चाहिँ ध्यानमा बस्नु बेलाको समयलाई भन्छ। त्यो समयमा ध्यान गर्ने तरिका भनेको हो ल यहाँ चाहिँ तेस्रो चाहिँ। अब यहाँ मैले एउटा कुरा चाहिँ भन्नु चाहन्छु, हामी बौद्धहरूले कमसे कम एक दिनमा अनि हामीले बिहान भयो भने धेरै राम्रो हो 2 घन्टा, त्यो नभयो भने 1 घन्टा, त्यो पनि नभयो भने आधा घन्टा, त्यो पनि नभयो भने 15 मिनट
ध्यानमा बस्नुपर्छ, ध्यान अभ्यासमा। अब त्यस्तो समय पनि दिनु नसक्यो भनेदेखि कस्तो होला बुद्धको चेला है। फेरि हामी यस्तो भन्छ नि, धर्म गर्नु बेलामा समय छैन रहेछ भन्छ है। खाना खानु बेलामा छ कि भन्छ, छ भन्छ। फेरि यताउता जानुको लागि छ कि भन्छ, छ भन्छ। मोस गर्नु बेलामा छ कि छ भन्छ। अब लोसारको लागि त सबैले छैन समय है। त्यो अधर्मको लागि र त्यस्तो के अरे संसारको कार्यको लागि चाहिँ सबै हुने, समय पनि हुने, पैसा पनि दिनु सक्ने, सबै गर्नु सक्ने। अब धर्मको लागि भन्नु बेलामा कन्फ्युज हुने, फेरि धर्मको लागि भने समय छैन भन्ने, धर्मको लागि बेलामा के म यता जानु पर्यो, उता के छ के त्यस्तो भन्नु भने यस्तो हुन्छ रहेछ नि। यो अलिकति के हो भनेदेखि पाप धेरै गरेको त्यो हो कि त्यस्तो चाहिँ गर्नु हुँदैन। धर्मको लागि भने चाहिँ समय है, एउटा काम लागि समय काम पनि गर्नुपर्ने, धर्म पनि गर्नुपर्ने, दुइटा भयो भने त्यो बेलामा एउटा समय मात्रै छ नि, 1 घन्टा। अब कसले दिने भनेदेखि धर्मको लागि दिने भने चाहिँ पहिला धर्मले दिनुपर्छ। होइन यो धर्म त पछि गरौँ भनेर फेरि त्यहाँ संसारको लागि दियो भने यस्तो गर्दै गर्दै गयो भनेदेखि हामी मान्छे जहिले पनि यो संसारमै बसेर दुःखै भोगेर बस्ने त्यही हुन्छ कि। त्यहाँ धर्मको त्यहाँ बुद्धको बाटोमा मार्गमा के अरे खोम्बच्चे पहिला खोम्बच्चे क्या खोम्बच्च्याप यसलाई स्टेप सार्ने अथवा चाहिँ पाइला सार्ने, पाइला सर्दै एक पाइला पनि सर्नु नसक्ने हुन्छ कि। त्यसो कारणले यो हामीले परिणाम गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ हो यहाँ चाहिँ। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु, बिहान तपाईँहरूले अनि अब अघिको 2 अभ्यास गरिसकेपछि ध्यान गर्नुपर्छ, ध्यान है। अब त्यसमा अघि भनेको जस्तो गरेर 3टा चाहिँ पूर्व अभ्यास चाहिँ पहिला गर्ने, त्यो अघि सिकाएको थियो नि त्यो गर्ने। त्यो सकेर पूर्व अभ्यास जरुर छ है। कोहीहरूले चाहिँ बिहान त्यो दिशा पिसा गरेर हातहरू धोएर मुख धोएपछि तुरन्त घरमा आएर चाहिँ छेउमा बाल्ने, पूजाहरू त्यो पानी राख्ने गर्छ नि, त्यो पहिला गर्नु हुँदैन। त्योहरू धर्ममा जान्दैन। त्यो धर्ममा जाने, बुद्ध धर्ममा जाने, महाधर्ममा जानको लागि अनि पहिला पूर्व अभ्यास गर्नुपर्छ। शरण गमन र बुद्धिचित पूर्व अभ्यास चाहिँ गर्ने, अघि सिकाएको त्यसो गरेर त्यो गर्ने। त्यसको पछि अनि उठेर अनि पूजा कोठामा जाने। आफ्नो आफ्नो घरमा पूजा कोठा सानो एउटा चाहिँ बनाउन सक्यो भने राम्रो हो, धेरै पुण्य कमाउँछ, पापहरू हटाउँछ होइन। त्यस्तो अब त्यो पूजा कोठामा गएर चाहिँ अनि बल्ल अनि पूजाहरू चाहिँ गर्ने। अब यो म सिकाउँछु है। मुखसुखहरू सबै धोइसकेको पछि पूजा कोठामा जाने। पूजा कोठामा गएर पहिला नै त्यो के भन्छ ध्यान अभ्यास चाहिँ नगरेर पहिला चाहिँ 3 चोटि लाङछाक सुम भन्छ। लाङछाक सुम भने चाहिँ बिहान उठेर गर्ने अनि 3 के भन्छ 3 ढोक भन्छ, त्यो चाहिँ गर्नुपर्छ ल। अब यहाँ तपाईँहरू थाहा छ भनेदेखि, जानेको छ भनेदेखि तपाईँहरू नउठु पनि हुन्छ। जानेको छैन, अहिले सिकाउनु पर्यो भनेदेखि तपाईँहरू पनि मैले उठ भन्नु बेलामा चाहिँ उठ्नुहोस् ल। मैले पहिला उठ्छु हो ल। पहिला हेर्नुहोस् है। अब यहाँ जग्गा नभएको कारणले यता भएन, मैले यता गर्छु साइडमा। धेरै डोक्नु बेलामा जहिले पनि हात चाहिँ यसरी बनाउनुपर्छ, यसो गर्नु हुँदैन ल, यसरी नगर्ने। यो यसरी नुर्बु जस्तो माने जस्तो बनाएर यसरी गर्ने, यसरी। यो 2टा चाहिँ भित्र जानु पर्यो। पहिला यहाँ छ नि यसरी गरेर यसरी मान्ने राप्ना भन्छ नि, यसरी गर्ने भयो है। अनि डोक्नु बेलामा हुनु त 2 तरिका छ। एउटा चाहिँ 4वटा गर्ने छ। 4वटा गऱ्यो भनेदेखि पहिला यहाँ, त्यसको पछि निधारमा, त्यसको पछि वजनमा, त्यसको पछि चित्तमा है। तर त्यो 4वटा नगरे पनि हुन्छ, 3वटा गरे पनि हुन्छ। 3वटा गऱ्यो भनेदेखि कुसुङथुक भन्छ नि, शरीर वचन चित्त। त्यसो कारणले पहिला चाहिँ यहाँ काया भन्छ है, यहाँ
त्यसको पछि चाहिँ यहाँ, त्यसको पछि चाहिँ यहाँ यसरी गर्ने। पहिले चाहिँ मैले यो मात्र भन्छु, त्यसको मतलबहरू पछि यसरी गर्ने, यसरी यसरी। जहिले पनि पहिला यो हात चाहिँ यहाँ राख्नुपर्छ यसरी। त्यसको पछि चाहिँ पहिला चाहिँ अगाडि गुरु, इष्टदेव, बुद्ध, धर्म, सङ्घरत्नहरू सबै छ भनेर चाहिँ सम्झिने है। पहिला यहाँ हेर्नुहोस् है, डोकमा 3 भन्छ, छेउको भाषामा यिगिछक, लुगिछक, नागिछक। यिगिछक भने चाहिँ मनको ढोक, चित्तको ढोक भन्छ। लुगिछक भने चाहिँ जिउको, शरीरको ढोक भन्छ। नागिछक भने चाहिँ वजनको ढोक भन्छ। किन मनको ढोक पहिला किन गर्नुपर्छ भनेदेखि पहिला मन सफा हुनु पर्यो नि। त्यसो कारणले मनको ढोक भने चाहिँ अरू केही छैन, मनदेखि नि अनि बुद्ध धर्म सङ्घहरूलाई अनि श्रद्धा, आस्था त्यो गर्नेलाई भन्छ। ल, बुद्ध धर्म सङ्घरत्नको गुणहरू सम्झेर आस्था गर्ने त्यसलाई चाहिँ मनको ढोक भन्छ। त्यो पहिला गर्नुपर्छ, मनको ढोक पहिला। त्यो आस्था भइसकेको पछि अनि जिउदेखि नि जिउ निरेर रेस्पेक्ट, आदर सम्मान गर्ने त्यसलाई चाहिँ के भन्छ, जिउको ढोक। जिउको ढोकमा च्याङछक भनेर चाहिँ यसरी जिउ सबै तल, हाम्रो यो एउटा के भन्छ रुख, सिङ हो, सिङ रुख छ नि, रुख यसरी तल भुइँमा खस्यो भने सबै भुइँमा जान्छ नि। त्यही दोस्रो गरेर जिउ हात सबै तल राखेर चाहिँ गर्नेलाई च्याङछक भन्छ, च्याङछक है। फेरि अर्को ढोकलाई कुम्छक भन्छ। कुम्छक भने चाहिँ जिउ सबै तल राख्नु पर्दैन, निधार, यो हात डेढ खर्च त्यो मुला, यो 2टा गोरा, 5वटा चाहिँ अनि भुइँमा छुनै पर्छ। ल, त्यो 5वटा छुएर अनि ढोक गऱ्यो भनेदेखि कुम्छक भन्छ, कुम्छक। अहिले चाहिँ यो जग्गा नभएको कारणले मैले कुम्छक चाहिँ मैले सिकाउँछु। हो यसरी पहिला यहाँ छ नि, यसरी अनि यहाँ राख्ने। यहाँ यसरी राख्ने बेलामा म र सर्वपानीहरूको जिउद्वारा, शरीरद्वारा गरेको पापहरू सबै हटाएर बुद्धहरूको, गुरु बुद्धहरूको कायाको आशीर्वाद सबै पाओस् भनेर प्रार्थना गर्ने। यहाँ वचनमा यसरी राख्दाखेरि म लगायत कसै लगायत हिँड्छ लाग्दो, म लगायत सर्वपानीहरूको वचनद्वारा गरेको पापहरू सबै हटाएर गुरु बुद्धहरूको वचनको अनि आशीर्वाद सबै पाओस् भनेर सम्झिने। फेरि हात यसरी यहाँ छातीमा राख्ने बेलामा म लगायत सर्वपानीहरू सबैको मनद्वारा गरेको, चित्तद्वारा गरेको पापहरू सबै हटाएर, दोष र पापहरू सबै हटाएर अनि गुरु बुद्धहरूको अनि चित्तको अनि आशीर्वाद सबै पाओस् भनेर सम्झिने। त्यसको पछि यहाँ हेर्नुहोस् है, यसरी गर्यो नि, गरेर हात ठक्कै मुनि राख्ने। यो पनि छुनु पर्यो तल, यसरी 4 भयो है, 1 2 3 4। अब 5 चाहिँ निधार, फेरि उठ्ने है। फेरि अघि जस्तो गरेर सम्झिने, सिधा उठ्ने, 2चोटि भयो। फेरि यसो हो, यसरी 3चोटि चाहिँ ढोक्नुपर्छ। ल अब तपाईँहरू कोहीहरू उठ्नुहोस् त, सक्नेहरू चाहिँ गर्नुहोस् त। 1 यहाँ गर्नुहोस् त, 1 2 3 यहाँ राख्नुहोस्। अब सबै भयो, हलस हलस भयो है, होला यसरी बस्नुहोस्। मनद्वारा गर्ने छक भनिसक्यो है। अनि जिउद्वारा गर्ने चाहिँ अघि क्याङ्छा र कुम्चक 2,
वचनद्वारा गर्ने छक भने चाहिँ बुद्ध धर्म रत्नहरूको गुणहरू मुखबाट भन्ने अब लामालाई कसो छौ सङ्घ्यलाई कसो छौ छेलाई कसो छौ भन्ने त्यस्तो हाम्रो वचनद्वारा भन्यो भने त्यसलाई चाहिँ वचनद्वारा गरेको छक भन्छ त्यो हो यहाँ सुन्नुहोस् है त्यो छेपाहरू चाहिँ यसरी राख्नु बेलामा 1 2 3 भनेर 7वटा हुन्छ 7वटा हुनु त 8 हो 8औं चाहिँ घन्टी हो छेपा अब यहाँ 1 2 3 भनेर हुन्छ पहिलो यो पानी हाल्नु बेलामा चाहिँ यसरी गरेर चाहिँ तुरुन्त ठुल्ठुलो हाल्नु हुँदैन पहिला चाहिँ धेरै नहाल्ने अलिकति हाल्ने अनि 7वटा हुन्छ नि हातमा अब त्यो 7वटा चाहिँ यसरी गरेर चाहिँ पहिला पोखाल्नुको लागि अलि हालेर चाहिँ पोखाल्दै गरेर अन्तिमको चाहिँ मुनि हालेर अलिकति राखेर अलि चाहिँ हुनुपर्छ खाली हुँदैन त्यहाँसम्म चाहिँ गर्ने अनि अब यो उत्तरायणमा यो यस्तो छैन अब पानी हाल्नु बेलामा चाहिँ पहिला चाहिँ सानो हाल्ने सानो धारा पछि ठुलो हुँदै गर्ने फेरि अन्तिममा चाहिँ सानो त्यसो गरेर चाहिँ हाल्ने त्यो छेपाहरू राख्नु बेलामा भने यसरी राख्नु बेलामा खर्च झारवाला खर्च जोडेर चाहिँ राख्नु हुँदैन यो बिचमा एक दाना छ नि यति खाली चाहिँ राख्नुपर्छ है चामलको दाना छ नि हो त्यो साइज त्यति गरेर राख्ने यसरी गरेर सबै अहिले हामी समय नभएको कारणले यसो राखेको यसरी गरेर ठक्कै गरेर 7वटा पानी चाहिँ हाल्ने ल पानी मात्र हाल्ने हो भने अब सक्यो भनेदेखि सत्य कुरामा पानी मात्र हाल्ने होइन अब त्यो चाहिँ यो चामलहरू त्योहरू नपाएको कारणले पानी मात्र हालेको हो नि अब सत्य हो भनेदेखि छेउमा के भनेको छ अर्कम पाते पुष्पे दिव्य अलुङ्गे गेन्दे न्युते शब्द भनेर 8वटा छ त्यसलाई चाहिँ छेउको भाषामा छेयन शब्सिल मेतो दुपे मर्मे टिचप रोल्मो भनेर चाहिँ मर्दा छेयन शसे मेतो दुपे मर्मे टिचप भन्छ नि टिचप शसे रोमो भनेर 8 हुन्छ है अब त्यसमा छेयन भने चाहिँ हाम्रो घरमा अनि केही न केही अनि खर्साथी कुण्ड्रेला पाहुनाहरू आउनु बेलामा हामीले पहिला उहाँले तिर्खा खकुम दिएर तिर्खा लागेको हुन्छ नि टाढोदेखि आयो भने अब उहाँले खानुको लागि पानी दिन्छ नि त्यही जस्तो बुटाहरूलाई पानी पहिलाको पानी चाहिँ त्यो हो छेयन भनेर चाहिँ त्यो हो स्याप्सिल भने चाहिँ पाहुनाहरू टाढोदेखि आउनु बेलामा खुट्टाहरूमा फोहोर हुन्छ नि खुट्टा धुनुको लागि फेरि हामीले पानी दिनु पर्यो नि त्यही जस्तो बुट्टाहरूको अनि पाउ धुनुको लागि स्याप्सिल भनेर पानी अरू एउटा 2टा भयो नि मेतोक भने चाहिँ पाहुनाहरू आउनु बेलामा हामीले फुलहरू चढाउँछ नि त्यही जस्तो गरेर बुट्टाहरूले फुल चढाउने सुगन्ध बास्ना अथवा चाहिँ सुगन्ध मरे मेतो राँडे मेतो अनि धुप्रो भने चाहिँ पाहुनाहरू आउनु बेलामा चाहिँ अनि धुपले यसरी गर्छ नि उहाँको त्यसको लागि चाहिँ धुप्रो बास्ना बुट्टाहरूको लागि बास्ना यो मर्मे भन्ने चाहिँ अहिले हावा चलेको छ नबाल्नु नत्र बाल्नुपर्छ मर्मे भने चाहिँ अब पाहुनाहरू आएर घरमा बस्नुहुन्छ अब बेलुका अँध्यारो हुन्छ नि अब त्यो अँध्यारोहरू नहुनुको लागि हामी त अहिले त बत्ती छ नि त्यो बेलामा छैन त्यसको लागि यो बत्ती भनेर चाहिँ ड्रेमे मर्मे भन्ने चाहिँ मिम्बा सेल्वे मर्मे भनेर यो चाहिँ आँखाको लागि तेस्रो हो अब यहाँ चाहिँ हामी त अहिले पानी हाल्छ होइन सत्यमा चाहिँ यो पानी हाल्ने होइन पानीसँग खुर्कुम भनेर के अरे सफरन भन्ने राम्रो गनाउने एउटा छ हामी त्यो छ नि युवतीहरू थाहा छ नि सेन्ट भन्ने छ नि यसरी सेन्ट लगाउँछ नि पर्फ्युमहरू लगाउँछ नि हो त्यो खालको त्यो इष्टदेवहरूलाई चाहिँ यस्तो राम्रो तथाङ्गी सोगन सहित गर्छ सिम्बु
सुगन्धी त्यस्तो लागि चाहिँ राम्रो बास्ना। त्यो चाहिँ एउटा। अब यो चाहिँ स्याल्से भन्छ। अनि हामी पाहुनाहरूलाई भोकको बेलामा खाना चाहिँ दिन्छ होइन, त्यही जस्तो बुताहरूलाई खानाको लागि स्याल फ्युपा स्याल्से भन्छ। त्यसको पछि चाहिँ छुने सजुमेदो स्याल्से रोल्मो भनेर चाहिँ अनि घन्टी बटाउने त्यो खर्सा आवाज आवाज त्यो शब्द चाहिँ अनि कानको लागि बुताहरूको कानको लागि आवाज त्यसको घन्टी बनाउने त्यो यहाँ चाहिँ एउटा हुन्छ। तर यो चाहिँ त्यो पुजारीले हातमा राखेर गर्छ नि, त्यो हो। त्यसो गरेर 8वटा पूजा चाहिँ चढाउने भन्ने चाहिँ यो तरिका हो। त्यो बुझ्यो होइन सबैले त्यो। अब यहाँ एउटा कुरा चाहिँ नबिर्सिनु है। त्यसो भए कोही कोहीहरूले के गर्छ भनेदेखि आफ्नो खानाको लागि चाहिँ हो यो के अरे ढेतिला खर्च तिमीले चामल चामल हुन्छ नि त्योहरूदेखि लिएर पानीहरू यस्तो राम्रो राम्रो चाहिँ खाने है, बासमती खाने आफूलाई। फेरि बुत्ताले चढाउनु पर्यो, उता उता चढाउनु पर्यो भनेदेखि पैसा कम्ती तिरेर चाहिँ चढाउने गर्छ रहेछ नि, त्यो गर्नु हुँदैन भन्छ। आफ्नो यो भाग्य के भन्छ पुण्य कमाउने चाहिँ नभएर अझ नराम्रो हुन्छ भन्छ। राम्रो चाहिँ माथि चढाउने गुरुहरू बुद्धाहरूले, अनि आफूले चाहिँ अब छ भने राम्रो खाने, छैन भनेदेखि नराम्रो चाहिँ खाने त्यस्तो चाहिँ गर्नुपर्छ भनेको छ। यो एउटा चाहिँ थाहा हुनुपर्छ। अनि त्यसको माथि यो खाताको विषयमा अब हामीले खाता चाहिँ प्रयोग धेरै गर्छ, खाता चलाउँछ होइन, त्यसमा चाहिँ सबैले ध्यान दिनुपर्छ। खाता भन्ने चाहिँ साधारणमा कुरा गर्दैछु, खाता भन्नेमा चाहिँ 3 गुण हुनुपर्छ। एउटा चाहिँ के हो भनेदेखि सेतो हुनुपर्छ खाता। दोस्रोमा चाहिँ के हो भनेदेखि खर्चा तसिताग्य 8वटा अष्टमङ्गलको अष्टमङ्गलम चाहिँ हुनुपर्छ। 8 अष्टमङ्गलको शुभ चिन्हहरू शुभ चिन्हहरू चाहिँ हुनुपर्छ। तेस्रोमा चाहिँ तेस्रो गुणमा खाता चाहिँ लामो हुनुपर्छ भन्छ, लामो। अब खाता चाहिँ सेतोले चाहिँ के चिनाउँछ भनेदेखि अब मैले यो चाहिँ गुरु होस् आफ्नो एउटालाई खाता यसरी दिँदाखेरि यसले के चिनाउँछ, खाता चाहिँ सेतै जस्तो मैले तपाईँले यो चढाउनुको मन चाहिँ चढाउनु बेलामा एउटा सोच हुन्छ नि, यो मेरो चाहिँ शुद्ध हो, रिस रागहरू केही छैन, शुद्ध मनले राम्रो मनले अब सेतो मन पनि भन्छ छेउको भाषामा सेमकर्पु भन्छ, त्यस्तोले मैले तिमीलाई दिँदैछु भनेर चाहिँ शुद्ध मन चाहिँ चिनाउँछ त्यसले सेतोले। अब सेतोको भित्र फेरि 8वटा चिन्ह छ नि, त्यो के अरे मङ्गलम तसिताके भन्छ नि, त्यसले चाहिँ के चिनाउँछ भने मैले यो खाता तपाईँले चढाएर तपाईँको जिन्दगीमा सर्व मङ्गलम राम्रो होस् भनेर चाहिँ त्यो चाहिँ चिनाउँछ भन्छ। तपाईँले दुःख नहोस्, सुख होस्, कर्महरू सबै सफल होस् भनेर त्यो चिनाउँछ भन्छ। त्यो खाता चाहिँ लामो हुनुपर्ने कारण चाहिँ के हो भनेदेखि जो मान्छेले खाता चाहिँ अरूले दिन्छ, हाम्रो बिचको सम्बर चाहिँ अनि छोटो सम्बर नभएर भविष्यसम्म लामो भविष्यसम्म सम्बर चाहिँ सम्बन्ध राम्रो होस्, सम्बन्ध लामो समयसम्म हाम्रो सम्बन्ध चाहिँ रहिरहोस् भनेर त्यस्तो त्यो चिनाउनु लागि चाहिँ लामो त्यो खाता चाहिँ अनि लामो हुनुपर्छ भनेर चाहिँ त्यो हो है। अहिले कोही कोहीहरूले खाताको बिचमा के कुराहरू राख्छ, बुद्धको 5वटा चिनाएको हो भनेर चाहिँ खातामा कलर 5वटा हुन्छ भने त्यो कुरा चाहिँ होइन, त्यो शास्त्रमा त्यस्तो छैन है। खातामा खास गरेर सेतो हो। अब पहिलो खाताहरू चाहिँ कहिले कहिले गुरुहरू त्यस्तो आउँदाखेरि चाहिँ गुरुलाई अनि पहिलो खाता चाहिँ चढाएर पहिलो त्यसले चाहिँ बुद्धको धर्म चिनाएर बुद्ध धर्म फैलाउनु लागि भनेर चाहिँ सम्झेर चाहिँ सेत पहिलो त्यसो गरेर चाहिँ हुन्छ। रातोहरू त्यहाँ त्योहरू जतिहरू छ नि त्योहरू चाहिँ अलिकति ठक्पु भनेर ठक्पुलो खर्छ, अलिकति क्रोधित रूप रातो खाताले चाहिँ एउटा क्रोधित अथवा चाहिँ रिस उठाए अथवा रिसको क्रोधको जनाउँछ, रिसको भावना जनाउँछ। कर्मको भित्र 5वटा हुन्छ, शिवा ग्यापा वाङ ठक्पु भनेर त्यस्तो चिनाउने हो। अब मैले यहाँ के भन्न चाहन्छु, हामीले लोसरदेखि लिएर यस्तो
शुभ विवाह शुभ विवाहदेखि लिएर त्यस्तोमा खाता रातो चाहिँ प्रयोग गर्नु हुँदैन, सेतै गर्नुपर्छ। सेतो मैले अघि भने नि 3 गुण भएको सेतो खाता चाहिँ प्रयोग गर्ने। अब गुरुहरू आउँदाखेरि यदि तपाईँले खाता अरू छैन भने अनि पहेँलो गऱ्यो भनेदेखि के हुँदैन, बुद्ध धर्म फैलाउने भनेर ल यसो चाहिँ गर्नुहोस् भनेर भन्न चाहन्छु। त दिदी उहाँ यहाँसम्म चाहिँ अनि त्यो के अरे अघि पहिला 3 चोटि डोक्ने, त्यसको पछि तल बसेर पूर्व अभ्यास गर्ने, त्यसको पछि उठेर अनि पूजाहरू गर्ने, यहाँसम्म सिद्धियो होइन, यहाँ सिद्धियो। अब त्यसको पछि अनि आफ्नो त्यो के अरे तल आफ्नो पूजा कोठामा बसेर अनि ध्यान अभ्यास चाहिँ गर्नुपर्छ ल। अब ध्यान अभ्यासमा भने धेरै छ, तर हामी सबै बौद्धहरूले बुद्ध शाक्यमुनिको फोटो, राम्रो फोटो पहिला मैले पोहोर दिएको थियो, त्यस्तो फोटोलाई आँखाले राम्रो हेरेर त्यो चाहिँ मनमा आउनु दिएर अनि त्यही मनमा आएको बुद्धको अनि रूपलाई अनि ध्यानमा यसरी बस्ने शान्तिले है। त्यस्तो बेलामा मन यताउता गयो भने, कल्पना नराम्रो गयो भने तुरुन्त थाहा हुनु गरेर मेरो मन चाहिँ फेरि बाहिर गयो, जानु हुँदैन, अहिले मैले ध्यानको समय हो भनेर मन यता तानेर फेरि त्यहाँ ध्यानमा चाहिँ बस्ने, त्यस्तो गरेर चाहिँ ध्यान गर्नुपर्छ 5 मिनट 10 मिनट। त्यसो भएदेखि मन धेरै शान्ति, धेरै मन खुसी त्यस्तो हुन्छ। त्यसको कारणले बुद्धको काया वाक्य चित्तको आशीर्वाद पनि बिस्तारै पाउँछ। मैले यहाँ एउटा कुरा भन्छु, आँखाले बुद्धले दर्शन पाएको र मनदेखि नै ध्यानद्वारा दर्शन पाएकोमा धेरै फरक छ, यो अनुभवले भन्नु सक्छ। त्यसो कारणले ध्यान गर्नुहोस्। अब ध्यानको विषयमा बृहत तरिकाले सिकाउने चाहिँ 25 वर्षमा म आउँदाखेरि मैले त्यो सबै सिकाउँछु ल। अहिले चाहिँ समय नभएको कारणले यतिमा राखौँ। अब त्यसको पछि अनि ध्यान गर्नेहरू गर्ने अनि पूजाहरू तपाईँहरू मैले पोहोर साल यहाँ पढेको थियो नि काका गङ्गाहरू, त्यो पढ्नुपर्छ क्या, यो रोक्नु हुँदैन। पछि तपाईँहरू त्यो छलफल गरेर मिटिङ गरेर त्यो पढ्नुपर्छ। त्यो पढेर अब धेरै त्यो पूजापाठ ठुलो लामा गुरुहरूले गर्ने जस्तो नसकेर भने हामी गृहस्थीहरूले साङ्गे छोदा छोगे छोनामा झन्झु बाधु दाने क्यासो चाहिँ भने त्यो 4वटा सिम्जे थम्जे देवादा देवीको त्यस्तो छोटो तर राम्रो महत्त्वपूर्णहरू यति त पढ्नु सक्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो है। यस्तोहरू चाहिँ पढ्ने, त्यो पूजापाठ गर्ने, त्यो सकेर अन्तिममा चाहिँ प्रार्थना गर्ने, त्यो 3वटा चाहिँ नभुल्नुहोस् ल। पूर्व अभ्यास, मूल विषयको ध्यान र पूजापाठ, अन्तिमको प्रार्थना, यहाँसम्म चाहिँ तेस्रो चाहिँ सिद्धियो। अब चौथोमा चाहिँ के हो, खाना खानु बेलामा अनि चिया खानु बेलामा चाहिँ कसरी गर्ने भने त्यो हो। अब त्यो पनि हामीले धर्ममा लाग्नु सक्छ। कसरी हो भनेदेखि बिहान खाना खानु बेलामा अब जहिले तपाईँ खाना र पानी त्यो चियाहरू खान्छ त्यो बेलामा तुरुन्त खानु हुँदैन होइन। भयो भने अनि हजुरबा आमा अनि बा आमा छोराछोरी सबैसँगै बसेर त्यो असल विचार असल आचरण अघि भन्यो नि त्यस्तो गरेर चाहिँ ठुलो चाहिँ माथि बस्ने, सानो चाहिँ तल मुनि बसेर सबैसँगै बस्ने, खानाहरू सबै तयार गरेर अगाडि राख्ने, त्यसको पछि चाहिँ सबैले हात यसो गरेर पहिला छोपी पूजा गर्नुपर्छ। बिहान चाहिँ गुरु र अनि बुद्ध धर्म सङ्घलाई अनि छोपा गर्ने, ओमाउ सङ्घे थम्जिन दिवेको दोजन जेम्बे गोवन्य कुन्जो सुम्यो लामा नाम्न छोपा बोल। त्यसको पछि अनि दाक्सो खोर्चे थेर थम्जिदो कुन्जो सुम्दा नामे मिनेस कुन्जो सुम्बु ग्युन्तो छोपाला कुन्जो सुम्गी छिलब जुकुरे सो भन्ने, त्यस्तो गरेर चाहिँ पूजा गर्ने अनि खाने। खाइसकेर भने तुरुन्त उठ्नु हुँदैन, प्रार्थना गर्नुपर्छ। जिम्बा क्या चाहिँ के भयो धी डुबेत रङचौँ सङ्गे मैले क्या हो न के सोन जिम्बे डुब्यो चिक च्याम्बेल पाउ छिटर क्याम्बा भनेर चाहिँ प्रार्थना गर्ने। फेरि दिउँसो खानाको बेलामा भने अनि तेम्बाल्लामे ओमाउ तेम्बाल्लामे सङ्गे रुम्बुची केबाल्लामे तम्जु रुम्बुची जम्बाल्लामे गिन्दी रुम्बु क्याम्ने कुन्जु सुम्न छेवा फुल अरूहरू चाहिँ बिहान जस्तै हो। त्यस्तो गरेर खाने, त्यसको पछि चाहिँ प्रार्थना गर्ने,
त्यसो गऱ्यो भने तपाईँले जति खाना खाएको त्यो अरू सबै धर्म हुन्छ, नत्र फेरि रागमा जानु सक्छ। त्यसो कारणले अधर्ममा जानु सक्छ। यसो नगरौँ। यहाँसम्म चाहिँ खाना खानेको तरिका हो। त्योसँगै अब म यहाँ अनुरोध एउटा गर्दैछु, हामीले भयो भने त्यो खाना चाहिँ शाकाहारी गर्छ। शाकाहारी चाहिँ गर्नु सक्यो भने धेरै राम्रो हो। शाकाहारी भने चाहिँ मासु नखाने, मासु छोडेर भेजिटेरियन भन्छ नि, त्यो चाहिँ गर्ने। यदि त्यस्तो नसक्यो भनेदेखि मासु खानुपर्छ भनेदेखि मासु चाहिँ धेरै कम्ती खाने, खानु पर्यो भनेदेखि अलिकति त्यो कम्ती गरेर चाहिँ खाने है। त्यो मासु धेरै खायो भनेदेखि त्यो पाप पनि धेरै हुने रहेछ। अनि त्यसको माथि हाम्रो यो क्रोधलाई त्यो विकास हुन्छ रहेछ। त्यो त्यो बुद्धिसत्वहरू नयाँ नयाँ करुणा ध्यान गर्नेहरूले मासु नखाऊ भन्छ। त्यो कारण अब दोस्रो चाहिँ के हो छ भनेदेखि तपाईँहरूले छाङ र रक्सी त्यो चाहिँ नखानुहोस्। हुनु त पोहोर साल उहाँहरूले 5 के हो त्यो पञ्चशिला चाहिँ लिनुभएको थियो होइन। त्यसो कारणले छाङ रक्सी चाहिँ नखानु। यदि छाङ रक्सी खानुपर्ने भएदेखि धेरै कम्ती खानुपर्छ है। सक्यो भने नखानुहोस्। किनभनेदेखि त्यो छाङ रक्सीले हाम्रो मान्छेको बुद्धिलाई धेरै नोक्सान हुने, खास गरेर ध्यानलाई नोक्सान हुने। छाङ रक्सी खायो भनेदेखि ध्यानलाई कसरी नोक्सान हुन्छ भनेदेखि ध्यानको मूल चाहिँ याद हो। जति याद राम्रो छ त्यसले ध्यान राम्रो गर्नु सक्छ। याद नराम्रो कमजोर भएदेखि ध्यान पनि कमजोर नराम्रो हुन्छ। यादलाई कमजोर बनाउने चाहिँ कुन हो? छाङ र रक्सी। त्यसो कारणले ध्यानको मूल याद भयो। यादलाई कमजोर बनाउने छाङ रक्सी भएको कारणले छाङ रक्सी खायो भनेदेखि याद राम्रो हुँदैन। याद कमजोर भएदेखि ध्यान राम्रो हुँदैन भन्ने कारण चाहिँ त्यो मात्र नभएर छाङ रक्सीको धेरै त्यो छ। त्यसलाई बुद्धले 35वटा नोक्सान पर्छ। छाङ रक्सी खायो भने 35वटा नोक्सान पर्छ भनेर बुद्ध स्वयंले कङ्ग्युरको भित्र भनेको छ। अब 25 वर्षमा मैले यो सबै पढ्छु होइन। त्यस्तो छ। त्यसो कारणले त्यो चाहिँ धेरै नखानुहोस् भन्नु चाहेको छ। हो ल, यहाँसम्म खाना खाने तरिका भयो। अब त्यसको पछि चाहिँ के हो भनेदेखि अनि बेलुका सुत्नु बेलामा अभ्यास कसरी गर्ने भने त्यसको विषयमा यहाँ मैले एउटा भन्छु है, तपाईँहरूले राम्रो गरेर सम्झिनुहोस् है। हामीले बेलुका सुत्नु बेलामा 6 घन्टा 7 घन्टा 8 घन्टा त्यस्तो सुत्छ होला नि है। यदि हामीले 7-8 घन्टा सुत्यो भने, एक दिनको भित्र 7-8 घन्टा सुत्यो भने अब हाम्रो उमेर चाहिँ 80 वर्षसम्म बस्छ कि बस्दैन थाहा छैन। अब बस्योस् ल। 80 वर्षमा एक दिनमा 7-8 घन्टा सुत्यो भनेदेखि कति वर्ष हामीले सुत्छ होला? यो हिसाब गर्नुहोस् न। मेरो विचारमा 15-20 वर्ष हामी सुत्छ होला होइन। अब 80 वर्षमा अब 15-20 वर्ष हामीले सुत्यो भने त्यो सुत्योको समयहरू सबै खाएर हो क्या होइन है? खाएर भयो नि। अब त्यसको माथि फेरि सुत्ने बेलामा रागले सुत्यो भने अब त पाप भयो नि त्योहरू त सबै। फेरि बुद्धले के सिकाएको छ? त्यस्तो समयहरू सबै खाएर नहुनुको लागि धर्ममा लिएर जानु सक्छ भनेको छ। त्यसको तरिका के हो, उपाय के हो भनेदेखि हो सुत्नु बेलाको अभ्यास भन्ने चाहिँ जानकार भएर सिकेर थाहा भएर त्यो अभ्यास गर्नुपर्छ भनेको छ। अब म यो सिकाउँछु है। अब नसुत्नेको अगाडि फेरि हातहरू सबै धोएर मुख सुखहरू सबै धोएर अनि फेरि पूजा कोठामा जानुहोस्। पूजा कोठामा पुगेर फेरि 3 चोटि ढोक्ने। त्यसले के भन्छ? न्यालछक सुम भन्छ। न्याल भन्छ सुत्ने हो त्यो बेलाको छक भनेर न्यालछक सुम। बिहान उठ्ने बेलामा के भन्यो? लाङछक सुम। बेलुका सुत्ने बेलामा के भन्यो? लाङछक सुम। त्यो गर्नु पर्यो। त्यो गरिसकेको पछि ओछ्यानको भित्र हामी तुरुन्त सुत्नु हुँदैन। फेरि कोही कोहीहरू त टिभी हेरेर बसे, त्यहाँदेखि खाएर टन्न बनाएर अब त सुत्छु भनेर चाहिँ सुत्नु हुन्छ नि। त्यस्तो गर्नु हुँदैन। बेलुका चाहिँ कम्ती खानुपर्छ अरे बुद्धले। बिहान चाहिँ
खाने तरिका चाहिँ बिहान चाहिँ हो लसो त्यो ग्याल्पो राजा जस्तो गरेर खानुपर्छ अरे टन्न है। अनि दिउँसो चाहिँ मिडियम खानुपर्छ अरे, बेलुका त अझै कम्ती खानुपर्छ अरे। किनभनेदेखि बेलुका बिहान छिटो उठ्नु पर्यो, ध्यान गर्नु पर्यो नि। बेलुका धेरै खायो भने छिटो उठ्नु सक्दैन रे, निन्द्रमा जान्छ रे। फेरि बिहान उठेर पनि ध्यान गर्छ कि सोच्छ थाहा हुँदैन, यसो यसरी गरेर बस्छ रे। त्यसो कारणले बेलुका चाहिँ धेरै नखाऊ भनेको छ, कम्ती खाऊ भनेको छ है। अब बिहान हेर्न, अनि सुत्ने बेलामा तुरुन्त नसुत्ने, फेरि ओछ्यानको भित्र पसेर बिहान जस्तो गरेर यसरी बस्ने। त्यसको पछि अघि बिहान अगाडि हामीले बुद्ध सम्झेर राखेको छ नि है, हो गुरु स्वभाव गुरु अनि रूप चाहिँ बुद्ध शाक्यमुनि। अनि हामीले यसरी गरेर स्वागतम रहे, स्वागत गरेर आफ्नो शिरको माथि छ भनेर सम्झिने। पहिला हामी यसरी बसेको जस्तो, बुद्ध पनि यसरी बसेको जस्तो। बुद्धको रूप चाहिँ प्रकाशको हुन्छ, टाङ्सल हो कि रङसिन्छ भनेर। पर यो कसरी झस्यो झस्यो इन्द्रिय जस्तो हुन्छ। हामी जस्तो यसो मासु र त्यो हड्डी भएको त्यस्तो छैन है, त्यस्तो रूपमा छ। त्यो चाहिँ यसरी आउनु भएर यहाँ यसरी बसेको छ भनेर सम्झिने। त्यसको पछि पाण्डेन चाबे लामा रुम्बुचिन दागी निङ्ग्र पेन्डे तेङसुल कठिन छिम्बु गोने जेसुन कुसुम थुकी मुरुप चान्दु सोल भनेर हाम्रो यहाँदेखि यहाँसम्म चाहिँ। अनि नारी छ, नारी, नारीमा धेरै किसिमको छ। मूल नारीलाई आवा धातु भन्छ, मूल नारी त्यो छ भनेर सम्झिने। त्यो पाइप जस्तो भित्र खाली भएको है यसरी। अब बुद्ध चाहिँ गुरु बुद्ध बिस्तारै त्यही नारीको भित्र यसरी पसेर चाहिँ यसरी पसेर पसेर यहाँ पुग्दाखेरि स्वभाव चाहिँ आफ्नो मन, तर त्यो रूप चाहिँ हुङ जस्तो एउटा सम्झिने, सेतो हुङ। अनि बुद्ध चाहिँ यसरी पसेर चाहिँ आफ्नो मनलाई मनसँग एकता बनाउने, एकता भयो भनेर सम्झिने। मेरो मन बनू, बुद्ध बनू, अनि त्यो एउटै भयो भनेर सम्झिने। त्यसो सम्झेर चाहिँ अनि बुद्धको गुण, बुद्धको काया वाका चिताको गुण, खास गरेर शरण गमन र बुद्धिचितको गुण, त्योहरू सम्झेर चाहिँ मनमा माया, दया, करुणा, मैत्री त्यस्तो राम्रो सम्झेर चाहिँ अनि सुत्ने। सुन्नुभयो? या बेलुका सुत्नु बेलामा यसरी सुत्यो। यदि तपाईँले यसरी माया, दया, बुद्धिचित त्यस्तोद्वारा तपाईँले सुत्नु सक्यो भने 6 घन्टा 8 घन्टा छोडेर 20 घन्टा तपाईँले सुत्यो भने सबै धर्म होइन, त्यस्तो छ भन्छ हो। त्यस्तो गरेर गयो भने सत्य मैले भन्दैछ, हाम्रो जीवनमा जति सुतेको त्यो धर्ममा चाहिँ लाग्छ, खाएर हुँदैन भनेर चाहिँ भन्नु चाहेको। अब आज चाहिँ यति होला, त्यसो हो यहाँसम्म चाहिँ त्यो भयो।